गुड मर्निङ एभ्री वान। म फेरि पनि आइपुगेँ तपाईँहरूको अगाडि हो, एउटा सानो भिडियो लिएर आफ्नो हो। म अफिस आइपुगेँ, त्यहाँदेखिको आएर चाहिँ अब पहिला चाहिँ म आफ्नो भिडियो बनाइहाल्छु होइन, आफ्नो एउटा सानो काम गरिहाल्छु है। तपाईँहरू ठिकै हुनुहुन्छ होला है, म पनि एकदम सन्चो सुबिस्तै छु हो। अन्त अहिले चाहिँ हिँड्दै हिँड्दै बनाइदिएको, कति बसेर बसेर बनाउनु हो, लाठी जस्तो भनेर चाहिँ अलिकति हिँड्दै हिँड्दै बनाइदिएको। तपाईँहरूलाई हाम्रो सोरुम कस्तो लाग्छ है, हाम्रो रोयल लुकको सामानहरू कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनुहोस्। तर तपाईँहरूले कमेन्ट गर्नुहुन्न हो, हेरे छोडिदियो हो। मन पऱ्यो पनि गर्नुहुन्न, मन नपऱ्यो पनि गर्नुहुन्न, ठिकै छ, त्यो पनि आफ्नो आफ्नो इच्छा हो, केही छैन है, जबरजस्ती कसैलाई पनि छैन है। यस्तै छ अब, अलिक बेसी बोली पठायो भने माफ गरिदिनु होला तपाईँहरूले है। यस्तै हो, जिब्रो अब हड्डी नभएको जिब्रो हो, के बोली पठाउँछ है, माइन्ड नगरिदिनु होला तपाईँहरूले। यस्तो नराम्रो केही इरादाहरू थिएन मेरो हो। अन्त तपाईँहरूकै लागि मैले दुःख गरेर भिडियो बनाउँछु। म अफिसमा आइ गाली पनि खान्छु कोही बेला होइन, बेसी अब फोनहरू चलायो भनेर, तर पनि तपाईँहरूको लागि भिडियो बनाउँछु। मेरो लागि पनि हो, दुईतर्फको लागि नै हो। अब तपाईँहरूले हेरिदिनु भयो भनेदेखि मेरो अर्निङ हुन्छ होइन, तपाईँहरूले हेरिदिनु भएन भनेदेखि हुँदैन। तपाईँलाई पनि हेरेर मजा होस्, मलाई पनि भिडियो बनाएर मजा होस् होइन, त्यसकै लागि बनाएको अब है। अन्त यस्तै छ, आजको भिडियो यस्तै हो भयो हो। तपाईँहरूलाई हाम्रो यो हेर्नु न, कस्तो दामी दामी सोफाहरू छ हाम्रो सोरुममा हो। यहाँ हेर्नुहुँदैछ, रिक्लाइनर हो योहरू चाहिँ, योहरू चाहिँ रिक्लाइनर हो। यहाँनिर हेर्नुहोस् न, कन्सोलहरू हेर्नुहोस् न, कन्सोल क्या दामी चाहिँ, देख्नु भयो यहाँ कन्सोल है, मैले छिरेँ यहाँनिर हो, देख्नुभयो। अन्त त्यो त भयो कन्सोल, त्यो त मार्बल कन्सोल टेबल भयो होइन। यहाँनिर हेर्नुहोस् फेरि वुडन छ यहाँनिर है, सिसम वुडको हाम्रो वुडन कन्सोल टेबल पनि छ यहाँनिर, देख्नुभयो होला है। यस्तै छ अब, के गर्नु है, कन्टेन्टहरू अब हुन्छ नि, छुट्टी भएको भए पनि बनाउँथेँ जस्तो लाग्छ, तर अब छुट्टी छैन, हप्तामा एक दिन हुन्छ, भ्याइँदैन। यस्तै भिडियोहरूलाई मन पराइदिनुहोस् तपाईँहरूले है। अन्त मन पऱ्यो भनेदेखिको मेरो भिडियोमा सेन्ड गरिदिनुहोस् स्टार। मैले विकली च्यालेन्ज पुरा गर्नु छ है। यति भन्दै मेरो आजको वक्तव्यलाई समाप्त गर्छु। बाई बाई, टेक केयर।